साथीहरू हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी सबै घर परिवारहरू जमघट भएका छौँ। मेरो दिदी भिनाजु भान्जा भान्जे सबै आउनु भएको छ। म चाहिँ रोल्पा 1-2 दिनमा जाने भएको कारणले चाहिँ आज चाहिँ हाम्रो जमघट कुराकानी लगायत खानपिन विभिन्न कुराहरू आज छ। मेरो देख्न सक्नुहुन्छ मेरो भान्जा अनि हेलो गाइस। त्यसपछि म चाहिँ भाले खोज्न गाउँतिर लागेँ। अब भाले चाहिँ अलि नभेटेको कारणले चाहिँ एउटा पोथी भेट्यो। आजको शिकार शिकार आजको त्यसपछि हामी घर चल्लो लिएर आयौँ। दिदीलाई चाहिँ मैले पानी तताउन लगाएँ। मैले चाहिँ चल्लो काट्न लागेँ। घर कोही पनि हुनुहुन्थेन। भिनाजु पनि पढाउन जानुभएको थियो। भान्जा पनि पढ्न आएको थिएनन्। सो कोही नभएको कारणले चाहिँ मैले चल्लो काटेँ। अब काट्न त मन थिएन, मैले धेरै जसो चल्लो काट्दैनथेँ। ठिकै छ, अब कोही नभएको कारणले चाहिँ मैले काट्नु पर्यो। त्यसपछि दिदीले पानी ल्याइदिइसकेपछि मैले चल्लोलाई डुबाएँ, पानीमा डुबाएँ। त्यसपछि भुत्ला फाल्न लागेँ हैन। भुत्ला चाहिँ मजाले फाल्ने बानी छ मेरो चाहिँ। एकदमै सफा खानुपर्छ भन्ने मेरो चाहिँ धारणा छ। किनभने यो रौँले पनि अलिक खराब गर्छ क्या, रौँ भएको। अनि मजाले सफा गरेँ। सफा गरिसकेपछि भित्रको आन्द्राभुरी निकाल्नलाई मैले त्यसलाई चाहिँ काट्दैछु, आन्द्राभुरी निकाल्नलाई। अनि त्यो चाहिँ दिदीहरूले चाहिँ ब्रोइलरको पसल पनि छ क्या, ब्रोइलर काट्नुहुन्छ त्यहाँहरूले चाहिँ कैँची युज गर्नुहुने रहेछ। त्यही कैँचीले मैले मजाले के गरेँ, काटेँ। त्यसपछि यो चल्लो चाहिँ एकदमै मोटो रहेछ र अन्डा पार्ने खालको रहेछ। अन्डा पार्ने खालको भएको कारणले चाहिँ त्यहाँ भित्र अन्डा रहेछन्। मैले 4-5वटा अन्डा भर्खर बन्दै गरेका अन्डा निकालेँ। अनि एउटा ठुलो अन्डा पनि देख्न सक्नुहुन्छ तपाईँहरू। ठुलो अन्डा, यसमा ठुलो अन्डा, यी साइडमा ठुलो अन्डा त्यही हो। र अर्को बोसो हेर्नुहोस् त कति पहेँलो ट्याक्क बोसो छ। अनि मुटु कलेजा सबै निकालेँ। अनि निकालिसकेपछि मैले चाहिँ मजाले धोएँ किनभने फोहोर त्यति राम्रो पनि हुँदैन। अब त्यो शरीरलाई हानि गर्ने चिज हो। मजाले सफा गरेर खानुपर्छ जे कुरा पनि। त्यसपछि मैले चाहिँ साइटुलो बनाएँ, मजाले सफा गरेँ साइटुलालाई पनि। र एकदमै मनपर्ने पनि हो मलाई चाहिँ, एकदमै मनपर्छ साइटुलो। त्यसपछि पोल्नलाई मैले ग्यास बालेँ। ग्यास बालिसकेपछि मजाले ग्यासले त्यसलाई चाहिँ अलिअलि भएका भुत्ला पनि फालेँ। अनि मैले काट्न सुरु गरेँ। काट्ने चाहिँ मेरो फेरि खुट्टा पहिला काट्ने, अनि त्यसपछि पखेटा काट्ने, अनि छातीको भाग, त्यसपछि त्यसरी काट्ने गर्छु मैले चाहिँ। काट्ने फरक विधिहरू पनि हुन्छन्। अब मान्छेअनुसार अब फरक तरिकाले चाहिँ मासु काट्ने गर्नुहुन्छ। त्यसपछि चाहिँ मैले पखेटा चाहिँ छुन्टाइसकेपछि मजाले खुट्टाको भागको चाहिँ टुक्रा पारेँ मैले। र अर्को कुरा चाहिँ मलाई यो मासुको जुन टुक्रा हुन्छन् त्यो सानो मन पर्दैन साथीहरू। मैले चाहिँ मजाको ठिक्कका चाहिँ मैले टुक्रा पारेँ। त्यसपछि छातीको भाग पनि टुक्राउन लागेँ। छातीको भाग चाहिँ एकदमै बोसो युक्त थियो। एकदमै मजा लाग्छ मलाई चाहिँ छातीको भाग पनि। फाइनल्ली साथीहरू मैले चाहिँ मासु काटिसकेँ। लगभग 3 केजी मासु हो। एकदमै मजा आउनेछ खान।
अब चाहिँ हाम्रो पकाउन सुरु हुँदैछ। यहाँ चाहिँ देख्नुहुन्छ यहाँ आमाले चाहिँ यो जिरा अनि लसुन पिसेर चाहिँ पेस्ट बनाउनु भएको छ। अनि यो हाम्रो प्याज अनि यो खुर्सानी अनि हाम्रो यो मासु 3 केजी, यो 3 केजी मासु हो। अनि यता चाहिँ बोसो लगायत यो अन्डाहरू यो छ। अनि हाम्रो ग्यास सकिएको कारणले चाहिँ हामी आज चाहिँ चुलोमा पकाउँदैछौँ आगो बालेर। देख्नुहुन्छ आमाले आगो बालिसक्नु भएको छ, कुकर प्रेसर चाहिँ राखिसक्नु भएको छ। आमा चाहिँ यता पकाउने लगभग तर्खरमा हुनुहुन्छ। जस आमा यो यसमा पकाएको जस मजा आउँछ हैन? आगोमा पकाएको क्या के गर्नु त ग्यास अब पाइन्न, त्यो त हो। अब खानु त पर्यो नि, हो खानु पर्यो। मिठो बनाउनुहुन्छ आज। ल मिठो हुन्छ, छोरा छोरी नाति दिदी नातिना ज्वाइँहरू सब बसेर खाने रमाइलो छ। ओ नाति पनि आइसक्यो। यसको चाहिँ धेरै बोसो अन्डा अनि भएको कारणले कलेजा अनि साइटुलो यिन सबै चाहिँ यसमा हामीले भुट्दैछौँ। यो चाहिँ कटनेसी टाइपको, अरू चाहिँ मासु पकाउने हो। यो चाहिँ यता हाल्नु मासु हाल्नु हाल्नुहोस्। ल साथीहरू, कटनेसी तयारी हुँदैछ। यसमा चाहिँ कटनेसीको लागि यो गराउँदै हुनुहुन्छ, भुट्दै हुनुहुन्छ आमाले। आमाले मजाले भुटिराख्नु भएको छ। एकदम टेस्टी देखिरहेछ। ल एकदम यस्तो देखिरहेछ, मस्त पाकिरहेछ हाम्रो, मस्त पाकिरहेछ। ल आमाले सर्वप्रथम तेल हाल्नुभयो। कति हाल्ने हो? लडेको छ। तेल हाल्नुभयो। ल तेल खरिसक्यो। अब प्याज हाल्नु होला। गुड। प्याज हालेर मस्त भुट्ने पहिला हैन? कसरी पकाउनु हुन्छ तपाईले? त्यसो होला भुट्ने त होला। कुकर प्रेसमा सिटी लाउने हो? यसरी भुट्ने पहिला, लाल बनाउनु त होला। कति बेरसम्म भुट्ने हो? ल हुन्छ अब हुन्छ। अब मासु हाल्ने। त्यसपछि बेसार हाल्नुभयो। अनि त्यसपछि है यता देखाउनुहोस् त मासु। ल अब हाल्नुहोस्। अनि मासुलाई मजाले भुट्ने होला त? भुट्ने रातो बनाउने, थोरै पानी राख्ने, मजासँग खाने आज। राम्रो सबै परिवार मिलेर आज मासु भात खाने रमाइलो गर्ने। ल ठिक छ। म पनि अब रोल्पा जान लागेको छु, त्यही भएर अब सबै जमघट होइन आमा? यस्तो गाह्रो छ, मजाले भुट्ने लाल तरिकाले त होला। यस्तो गाह्रो छ ग्यास नभएर, यो घाम भएको छ। त्यसपछि आमाले मासु चलाउँदै हुनुहुन्छ होइन? त्यसलाई मस्त भुट्ने लाल तरिकाले। त्यसपछि सिटी लाउनु त होला होइन आमा? ग्यास नभएर गाह्रो छ साथीहरू। यो ग्यासमा लाइन हाल्ने जस्तो भयो। लाइन पनि छैन, गाह्रो छ। ठिक छ भइहाल्छ आमा, त्यही हुन। कुनै ठुला हुन्छन्। धेरै भयो, ग्यास चलाउनै मिलिरहेको छैन त नि? कति केजी ल्याएको? यो लगभग 3 केजी। ल ए भन्दै बाबुलाई दिनु। यो बाबु यो देखा छिटो। फाइनल्ली साथीहरू हाम्रो दिदी भिनाजु आइसक्नु भएको छ र हाम्रो मासु पनि पाकिसकेको छ। एकदमै मजाको देखिरहेछ, एकदमै मजा आउनेछ खाना चाहिँ। भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रियाहरू राखिदिनु होला र भिडियोलाई मन परे लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। हस्।